हेलो गाइस, हामी सपिङ गर्न हिँड्दैछौँ। डे 10 हामी सपिङ गर्न हिँड्दैछौँ है। दुईजना अगाडि दुईजना गइसक्नुभयो। भने नि सुनाइदिन्छु ल कति फाइदा हो यो माइनस गर्छ हामीलाई एरियाना बुतु लेङ्गा देखाइदिनु न एकचोटि। हजुर बुतु एरियानाको लेङ्गा पहिला नापो गरिदिनु डिजाइन चाहिँ कस्तो उयो छ? सानो हुन्छ नि चोलो चाहिँ भने जस्तै भएछ। मुजा राख्न चाहिँ पुगेको थिएन हो दाइ? मुजा अहिले सबै नक्कली नै लगाउनु भएको छ नि गेरु लगाउनुपर्छ अलिक गेरु लगाएन अलि माथि हुन्छ। यो चाहिँ राम्रो छ दिदी है राम्रो मेरो पनि बनाउनु त्यस्तो होइन, गणेश धुनिन्छ। गणेश चाहिँ अगाडि हो यस्तो धुनिन्छ 3 मिटरवाला हो नि यसरी यसरी हातले अनि यस्तो गर्दै यो लगाउनु न यो फेरि बुट्टा के रहेछ क्या हो हैन नि यस्तो चाहिँ के गरे अनुहार पनि काट्नु पाउँछ है। भयो स्टप। बिनाजुका नाम भएको कारणले गर्दा जिसले मिस गरिरहनु भयो। अर्को छ भने अर्को दिनु भनेको छ भने कतिसम्म आउँछ? हामी पसलतिर सपिङ गर्दा नानीले पोतै कालो सुटिएर झर्दा रेडमा तर गोल्डेनकोमा दिनुपर्छ। किन्नु पर्ला भनेर किनिहाल्न पर्छ। त्यो त तपाईँले खराब अरू कलरकोमा पनि लगाउनुहुन्छ कति हाले खाइन्छ। ल भयो दाइ कुर्ता राम्रोसँग उचाल न। भयो हामी भारी भारी बोकेर गाइस मेरो सबभन्दा धेरै 2टा झोला छ, अरू सबको एउटा एउटा मात्रै हो। सबको एउटा एउटा
गरुङ्गो परेको छ है। नपऱ्यो यसरी कति यसरी गर्ने हो कि देखाउन पऱ्यो नि सब ल भयो भयो।